अब बिहानी साथीहरू आज चाहिँ मेरो दिन उज्यालो भइसकेको छ। आज चाहिँ कसरी उज्यालो भयो भन्दाखेरि नि पानी अलिअलि आए जस्तो गर्यो कि अनि लुगा धुनु पर्यो। आज चाहिँ मैले 5 दिन भयो लुगा भिजाएको हालत यस्तो चाहिँ अनि पानी पनि आउँदैछ अलिअलि अनि लुगा धुनु पर्यो भनेर नि साथीहरू टक्क म अहिले उठेर तातो पानी पिएर चाहिँ एउटा टिकटक भिडियो अपलोड गरेर अब चाहिँ म धुन्छु लुगा। साथीहरू गाह्रो छ मलाई। एक लट लुगा यहाँ छ, एक लट लुगा यहाँ छ धुनु पर्ने। ए मान्छे यहाँनिर रुँदैछ उता छ्यामा खाना पकाउने। यो एउटा चकचके छ 12-15 केजी जति छ लुगा पनि थोरै छ। साथीहरू हामी दौरामा गएको खाना खाइयो अनि यताउता सबै गरिसकेर चाहिँ हामी गएको दाउरामा लुगा बिहानभरि धुइयो अनि यतिजना जाँदैछौँ हामी थुप्रै छौँ 6-7 जना। जङ्गल जानुपर्ने पनि खासै हो। हात्ती आएको सालै पाइन्छ। ए है नि त्यताको डर छ। यो ठाउँमा त त्यही हो है फेरि। हामी जङ्गल जाँदैछौँ साथीहरू सबजना गफ लाउँदै लाउँदै दाउरामा जाने गफ लाउँदै पछाडि मसिनो भाइ पनि एकजना दिदी 2 जना अगाडि हामी कुद्दैछौँ। हामी घाममा टल्किँदै टल्किँदै हिँड्दैछौँ साथीहरू पर पछाडि छ। यहाँ एकजना बहिनी र म घामले टल्केर हामी जङ्गल पुग्न आँट्यो। म चाहिँ डोको बोकिरहेको छु, अरूले सबैले नाम्लो डोकोमा चाहिँ चोइटा पनि भेलाएर ल्याउनु पर्यो भनेर आज चाहिँ म डोकै बोकिदिएको। यो बाटो चाहिँ टिमै खोलातिर जाने, टिमैबाट बालुवा लिएर आउने अनि हामी जाने चाहिँ यो बाटो हो। यो चाहिँ पानीघट्टाको जङ्गल हो। दाउरा काट्नु साह्रो पर्यो साथीहरू। असिन पसिनी अनुहार। साथीहरू हामी चाहिँ बिसाइरहेछौँ 2 जना, अरू चाहिँ जानु भइसक्यो। जङ्गलबाट निस्केको हामी, जङ्गल चाहिँ यता पर यो बाटोबाट आएको हामी। भारी यहाँ छ एउटा भारी यहाँ छ। दिदी यहाँ विरक्त लागेर बसिराख्नु भएको छ। हामी चाहिँ दाउराबाट आएर यसरी पार्टीमा बिसेर छौँ मङ्गलबारेको खेल मैदानमा। यो चाहिँ मङ्गलबारेको खेल मैदान। यहाँ चाहिँ हाम्रो दाउरा बिसाउने ठाउँ अनि यो चाहिँ गोल खेल्ने ठाउँ अनि यता चाहिँ कार्यक्रम गर्ने ठाउँ अनि यो चाहिँ मान्छेको लागि बनाइदिएको बिसाउने चौतारा। यो चाहिँ हामीलाई पछ्याउने साथी। यसले चाहिँ हामीलाई जाँदादेखि आउँदासम्म पछ्याउँछ। साथीहरू गाह्रो छ हामीलाई भारी बोक्नु। हामी अब घरतिर लागेको हो। हामीलाई दाउराले नचिनेर आज हैरान। हामी लाग्यो घरतिर। ल अब दिदी र मेरो चाहिँ टक्क छुट्ने बेला भयो साथीहरू। दिदी यता जानुभयो, म पनि घर आइपुगेँ। अब यस्तै हो आजको दिन। भारी सारी बोक्यो आयो, यस्तै हो झापाको जिन्दगी। साथीहरू मैले चाहिँ आज धरो ल्याएको अरे दाउरा यति ल्याएँ 1 डोको। अनि मेरो बहिनी चाहिँ उपर चामल केलाउँदैछ। ठुलो केटा उपर खुट्टा बिराम भएर त्यतातिर पढ्ने जस्तो गर्दैछ। सानो केटा घरभित्र पढे जस्तो गर्दैछ। मैले धुएर सुकाएको लुगाहरू बिजोक भइराखेको रहेछ। इह कुखुराहरू छोडेको छैन साह्रै चकचक गरेर। मेरी प्यारी बहिनी चाहिँ सब्जी टिप्दै छिन्। मसँग रिसाएर घोप्टिरहेकी छिन्। मैले काम मराएपछि यस्तै गर्छिन् नाक त्यस्तै। मेरो सब्जीबारीको नजारा यस्ता छन् नि, यस्ता छन्। पानी नआएर सुक्कौरो लागिरहेछ। प्याजको बिरुवा रोपेको यो चाहिँ बोडी रोपेको चराले खाइसकिदियो। साग रोपेको मरिसक्यो। टमाटर पनि बिग्रिसक्यो। यहाँनिर केही छैन। अब यहाँनिर रोप्नुपर्ने हुन्छ सब्जीको बिरुवाहरू। यो स्टाइललाई भनिन्छ एकैचोटि केलाएर साग टिप्ने तरिका। यसरी झ्याङमै केलाएर टिप्नुपर्छ साथीहरू। तपाईँ पनि यसै गर्न म अनुरोध गर्दछु। यी मेरो बहिनीले यसरी एकैचोटि केलाएर यसरी बाटामा राखिदिन्छ। यतिको त खत्रै हो नि होइन आइडिया। यो चाहिँ मेरो सानो बच्चो कुखुराको चल्लाहरू। यिनीहरूलाई दिनभरि थुनिदिएको मैले रोपेको फुल त यिनीहरूको त खाजा पो भएछ। यही भएर म त थुनिदिएको दिनभरि साथीहरू। म त यस्तो गरिदिन्छु। अब 2वटा निकाल्नु बाँकी छ, यो 3टा।
यो चाहिँ मेरो चल्लेनी माउ, यो चाहिँ मेरो चल्लाको माउ। 4वटा चल्ला निकालेको छ, यसलाई चाहिँ मैले बाँधिदिएको छ अरे चकचक गर्छ र। यहाँ चाहिँ खाना खानु पर्खाइ साह्रै पर्खिराखेको छ, यहाँ पनि पर्खिराखेको छ। यहाँ हेर्न सक्नुहुन्छ यी साथीहरू, यसले छेडबाट हेर्दैछ मलाई। अब 2वटाको पाली चारा खाने। यिनीहरूलाई अगाडि नै छोड्यो भने यिनीहरूले फेरि अहिले लडाइँ खेलेर चारै खानु दिँदैन, त्यही भएर मैले पछि छोड्छु क्या यिनीहरूलाई चाहिँ साथीहरू।